कस्टमरहरू हुनुहुन्थ्यो मेरो पसलमा। मेरो पसलमा भिडभाडै थियो। अहिले वैशाखको सिजनमा ब्यागहरू बेच्ने बेला थियो। म बिजी नै थिएँ। अनि भित्र एक्कासी काउन्टरमा आउँदा ल हुल्दङ्ग आयो, ल सामान हटाम भन्ने प्रक्रियामा मेरो पर्दा सनसेट बाहिर थियो। अब सनसेटलाई चाहिँ मैले बेर्दै थिएँ। त्यो बेला बेर्न भनेर बाहिर निस्केँ। तपाईलाई अनि त्यो सनसेट तपाईँ निकाल्दै गर्दा उनीहरू अलि कसरी प्रसिद्ध भयो? अराजक शैलीमा चाहिँ मेरो अगाडि म सनसेट गरिरहेको थिएँ। पछाडिबाट आउँदाखेरि मेरो खास फुटपाथमा हटाउने जानकारी भयो भने अब फुटपाथमा तल भुइँमा मेरो केही सामानहरू थिएन। बाटोमा हिँड्ने ठाउँमा कुनै पनि मान्छेलाई लाग्ने गरी मेरो सामान पसलमा थिएन। त्यो प्रष्ट भिडियोमा देखिएको छ। त्यस दिन पनि भिडियो पनि हेर्न सक्नुहुन्छ। अब मैले पर्दा बेर्ने प्रक्रियामा मेरो भित्रपट्टिको सामान चाहिँ एउटा नगर प्रहरीले चाहिँ झ्याप्प तानेको अवस्थामा म त्यो अब मेरो सामान किन भित्रको तानेर लिएर गएको भनेर मैले माग्न जाँदा मलाई 3 जना प्रहरी सुरुमा 3 प्रहरीले चाहिँ ल हात हलाल भयो भनेर चाहिँ मलाई म भित्र पसेँ। भित्र पसिसकेपछि मलाई अब मुक्का प्रहार भयो नगर प्रहरीबाट। मुक्का प्रहार भयो। त्यसपछि मैले आफ्नो रक्षाको लागि मैले बाहिर धकेलिरहेको अवस्थामा अरू प्रहरीहरू नगर प्रहरीहरू अरू प्रष्ट पुरै प्रहरीहरू चाहिँ आएर मेरो बाहिरपट्टि देखिने सामान जति सटर भित्रका बाहिरका सबै देखिनेको सामानहरू जति लान सकिने हो तानतुन गरेर त्यो सबै लिएर गए। कति रकम जतिको सामानहरू भौतिक सामानहरू यहाँबाट तपाईँको पसलबाट एक्ज्याक्टली रकम उनीहरू लगेर गए? अब यकिन छैन। अब कति सामान गयो भनेर अब मैले जो थाहा नभएको जस्तो अब कस्तो भन्नुहुन्छ भने अब कति रकमको लयो भने कुन ब्याग झुडाइएछ भनेर मैले यकिन अहिले गरिसकेको छैन। त्यो सामान कस्तो चाहिँ बाहिर सटरमा अझ 20-25वटा ब्यागहरू थियो होला। अब त्यो ब्याग लगायत मेरो भित्रपट्टिमा अब कति अब यसरी डिस्प्ले गरिरहेको सामानमासम्म हात हाल्न आएको अवस्थामा मैले बाहिर धकेलेको थिएँ। त्यो धकेल्दाखेरिमा चाहिँ नि मैले अनि पुलिसले चाहिँ बाहिरबाट आएर त्यो सनसेट भाँच्यो। र सनसेट भाँच्दाखेरिमा अब तपाईँले लानुहुन्छ भने मेरो भित्रको सामान पनि लैआउनु छ। यदि लुट्नै लानुहुन्छ भने भित्रकै पनि लैआउनु, अझै अरू भित्रको चाहिएछ भने लानुहोस् भनेर मैले भने। यो तपाईँमाथि यो जुन भौतिक आक्रमणै भयो, जुन सडकको फुटपाथ हटाउने क्रममा तपाईँ आफै एउटा सटरमै तपाईँ बिजनेस गरिरहनु भएको थियो र यो भइरहँदा तपाईँमाथि आक्रमणै भइरहँदा यहाँका व्यवसायी सङ्घ संस्थाहरूले के कस्तो तपाईँमाथि प्रतिक्रिया दिएका छन् तपाईँ बताउनु न। अब व्यवसायी सङ्घ संस्थाहरू उहाँ आफ्नो तर्फबाट अब उहाँहरूले काम गरिरहनु भएको होला र अब यसको तपाईँको सामानहरू हामी फिर्ता हुन्छ भन्ने आश्वासन चाहिँ उहाँबाट आइरहेको छ। अब व्यवसायिकहरू अब जसरी लाग्नुभएको छ अब यो मलाई यकिन सबै जानकारी छैन कसरी हिँड्नुभएको छ उहाँहरूले। अब सङ्घ संस्थाहरू अब व्यापार सङ्घ, वाणिज्य सङ्घ अब मेरो तर्फबाट अब मेरो गल्ती हो कि अब सही हो कि गलत हो भनेर चाहिँ उहाँहरूले छुट्याएर चाहिँ लाग्न हुन विनम्र अनुरोध गर्छु उहाँहरूलाई। हवस्, धन्यवाद।